क्यान्सर उपचारमा संसारले ठूलो प्रगति गरिसकेको छ, तर नेपालको कथा भने अलि फरक र निकै पीडादायी छ। आज हामी यही विरोधाभास र यसको पछाडिको कठोर सत्यबारे गहिराईमा कुरा गर्नेछौँ। यो कुराले आशा त जगाउँछ, होइन त? तर यहाँ एउटा ठूलो प्रश्न उठ्छ। यदि यसो हो भने नेपालमा चाहिँ किन यो आशा वास्तविकता बन्न सकिरहेको छैन? ल, नेपालको तितो यथार्थ चाहिँ यही तथ्याङ्कमा लुकिएको छ। सोच्नुस् त, हरेक 10 जना क्यान्सर बिरामी मध्ये 7 जनाले समयमै रोग पत्ता नलागेर ज्यान गुमाउनुपर्छ। यो आँकडा साँच्चै नै एकदमै डरलाग्दो छ। अब पहिलो खण्डमा हामी अलिकति तथ्याङ्कको गहिराईमा डुबुल्की मारौँ र हेरौँ यो सङ्कट वास्तवमा कति ठूलो छ। विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क हेर्ने हो भने सन् 2020मा संसारभरि लगभग 1 करोड मानिसले क्यान्सरबाट ज्यान गुमाए। अब नेपालतिर फर्कौँ। यहाँ अवस्था कस्तो छ भने हरेक वर्ष 20,000 देखि 25,000 नयाँ बिरामी थपिन्छन्। तर सबैभन्दा चिन्ताको कुरा के हो भने तीमध्ये 14,000 देखि 16,000 त एकै वर्षमा मृत्यु हुन्छ। यो तथ्याङ्कले सिधै हाम्रो स्वास्थ्य प्रणालीको कमजोरीलाई औँल्याउँछ। अब लागौँ यो सङ्कटको जरोतिर। आखिर किन यति धेरै मृत्युदर? यसको सबैभन्दा ठूलो कारण हो उपचारमा हुने ढिलाइ। समस्याको खास जड नै यही छ। धेरैजसो बिरामी अस्पताल आइपुग्दा एकदमै ढिलो भइसकेको हुन्छ, 80 देखि 90%। सोच्नुस् त, लगभग सबैजसो बिरामी रोग अन्तिम चरणमा पुगेपछि मात्रै उपचारका लागि आउँछन्, अनि त्यो बेला उपचार गर्न एकदमै गाह्रो र कम प्रभावकारी भइसकेको हुन्छ। तर मानिसहरू किन यति ढिलो गर्छन् त? यसका पछाडि केही गहिरा सामाजिक र व्यावहारिक कारणहरू छन्। जस्तै दुर्गम ठाउँहरूमा अझै पनि घरेलु उपचार र ढामीझाँक्रीमै भर पर्ने चलन छ। अनि त्यसमाथि सुर्तीजन्य पदार्थको सेवन, रक्सी, मोटोपना र अस्वस्थ खानपान जस्ता जीवनशैलीले त जोखिमलाई झन बढाइरहेको छ। र यो तथ्याङ्कले प्रश्न पार्छ कि नेपालमा फोक्सो, स्तन, पाठेघरको मुख र आन्द्राको क्यान्सर सबैभन्दा धेरै देखिन्छ। अनि चिन्ताजनक कुरा के छ भने यी मध्ये धेरैजसो क्यान्सरहरू हामीले अघिल्लो स्लाइडमा कुरा गरेकै जीवनशैली र जोखिमहरूसँग सिधै जोडिएका छन्। तर समस्या बिरामीको व्यवहारमा मात्रै छैन है। अब हाम्रो स्वास्थ्य प्रणालीमै के कस्ता कमजोरीहरू छन् जसले यो सङ्कटलाई झनै गहिरो बनाइरहेको छ, त्यतातिर लागौँ। एकछिन सोच्नुहोस् त, रोग पत्ता लगाउने उपकरणहरू सीमित छन्, ती चलाउने दक्ष डाक्टर नर्सको कमी छ, अनि चाहिने औषधि सजिलै पाइँदैन। कतिपय जाँचका लागि त बिरामीलाई विदेश नै पठाउनु पर्ने बाध्यता छ, जसले उपचारलाई महँगो मात्र होइन ढिलो पनि बनाउँछ। र यी सबैभन्दा माथि देशमा क्यान्सरको कुनै एकीकृत तथ्याङ्क नै छैन। यसले गर्दा योजनाहरू अनुमानको भरमा बन्छन्, तथ्यको आधारमा होइन। यति धेरै चुनौतीहरूको कुरा गर्दा अलि निराश पनि भइन्छ, तर सबै कुरा नराम्रो मात्रै छैन। अब केही आशाका किरणहरू पनि हेरौँ, केही यस्ता सकारात्मक पहलहरू जसले परिवर्तनको सङ्केत गरिरहेका छन्। यो एउटा साँच्चै ठूलो उपलब्धि हो। पाठेघरको मुखको क्यान्सर जसलाई रोकथाम गर्न सकिन्छ, त्यसका लागि 15 लाख किशोरीहरूलाई HPV खोप दिएको छ। यो रोकथामको दिशामा चालिएको एउटा ऐतिहासिक कदम हो। सरकारले पनि केही महत्त्वपूर्ण कदमहरू चालेको छ। जस्तै 7 प्रदेशमा उपचार सेवा पुर्याउने प्रयास भइरहेको छ। बालबालिकाको क्यान्सर उपचारलाई 5 वटा अस्पतालमा निशुल्क गरिएको छ र महँगा औषधिहरू पनि सरकारी अस्पतालबाट निशुल्क पाइने व्यवस्था गरिएको छ। अनि फागुन महिनालाई निशुल्क क्यान्सर परीक्षण महिना घोषणा गर्नु पनि चेतना फैलाउने एउटा राम्रो पहल हो। भविष्यको कुरा गर्दा PET स्क्यान जस्ता एकदमै आधुनिक प्रविधिहरू नेपाल भित्र्याउने योजनाले पनि आशा जगाउँछ। यस्ता मसिनले डाक्टरहरूलाई रोग शरीरमा कहाँ फैलिएको छ र उपचारले कतिको काम गरिरहेको छ भनेर एकदमै सटिक रूपमा हेर्न मद्दत गर्छ। यसले देशको प्राविधिक क्षमतालाई पक्कै पनि माथि उठाउनेछ। ल, अब अन्तिम खण्डमा जाउँ। एउटा स्वस्थ भविष्य सुनिश्चित गर्नका लागि अबको बाटो कस्तो हुनुपर्छ? के गर्न बाँकी छ? एउटा बलियो र प्रभावकारी राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति बनाउन यी 4 कुराहरू एकदमै आवश्यक छन्। पहिलो, कार्यक्रमहरूलाई स्थानीय तहसम्म, गाउँ-गाउँसम्म पुर्याउनु पर्यो। दोस्रो, भरपर्दो तथ्याङ्कका लागि हरेक प्रदेशमा क्यान्सर रेजिस्ट्री अनिवार्य हुनै पर्छ। तेस्रो, दक्ष स्वास्थ्यकर्मीको सङ्ख्या बढाउनु पर्यो। र सबैभन्दा महत्त्वपूर्ण, लामो समयसम्म टिक्ने राजनीतिक इच्छाशक्ति र आवश्यक लगानीको ग्यारेन्टी हुनु पर्यो। प्रणालीमा सुधार गरेर मात्र पुग्दैन, जनचेतना पनि उत्तिकै जरुरी छ। विद्यालयको पाठ्यक्रमदेखि लिएर समुदाय स्तरसम्म क्यान्सरबारे शिक्षा दिनुपर्छ।
सुर्तीजन्य पदार्थको नियन्त्रण र स्वास्थ्य जीवनशैलीलाई राष्ट्रिय प्राथमिकता बनाउनु नै क्यान्सर विरुद्धको लडाईँको सबैभन्दा बलियो जग हो। यो भनाइले नेपालले सामना गरिरहेको चुनौतीलाई एकदमै राम्रोसँग समेट्छ। विश्व क्यान्सर दिवसले हामीलाई एकातिर समस्या कति गम्भीर छ भनेर सचेत गराउँछ भने अर्कोतिर यसलाई समाधान गर्ने अवसर पनि हामीसँगै छ भन्ने कुरा याद दिलाउँछ। र अन्तमा यो पूरा विश्लेषणले हामी सबैलाई एउटा गम्भीर प्रश्नको अगाडि उभ्याउँछ के सरकार, स्वास्थ्यकर्मी, समुदाय र हरेक नागरिकको साझा जिम्मेवारी र दृढ सङ्कल्प बिना यस्तो गम्भीर स्वास्थ्य सङ्कटबाट पार पाउन साँच्चै सम्भव होला त?